ल साथीभाइ है म यहाँ आइसकेको छु होइन भ्यूहरू तपाईँहरूले हेर्नुहोस् अब यहाँ हाम्रो साथीहरूले हो यो अब सानो के उयो गर्ने भन्ने सोच छ होइन हेर्नुहोस् म तपाईँहरूलाई अगाडिको दृश्य पनि देखाइदिन्छु है ल साथीभाइ म अगाडि तपाईँहरूलाई अगाडिको दृश्य हाम्रो साथीभाइहरू जम्मा भइसकेको छ होइन म तपाईँहरूलाई देखाइदिनेछु यहाँ अगाडिको एकदमै राम्रो जग्गा छ यहाँबाट तपाईँहरूले भ्यू पनि राम्रो देख्नुहुन्छ है अब यस्तो भ्यूहरू अब देख्नु पाउँदैन यहाँ हाम्रो अगाडिको चाहिँ अब दाजुहरू है मेरो साथीहरू यहाँ विकास भाइ विशेष गरी त मेरो यहाँ साथी है मेरो भिडियोमा तपाईँहरूले देखिसक्नु भएको छ पछाडि बस्नु भएको प्रमोद साथी होइन उहाँलाई अब एक दुई शब्द सोधौँ न होइन ल हो यहाँ हाम्रो सुनिल भाइ है म देखाइदिनेछु अगाडिको भ्यूहरू नि तपाईँहरूलाई म देखाइदिनेछु है आज एकदम राम्रै क्लियरै छ हो यहाँबाट चाहिँ बबलै छ अब भ्यूहरू हेर्नुहोस् न पारिपट्टिको सिक्किम हो है यता पारि देखिरहनु भएको छ नाम्ची हो यहाँबाट चाहिँ भ्यू चाहिँ बबालै छ साथीभाइ यहाँ आएर तपाईँहरू हेर्नु सक्नुहुन्छ हो कुनै दिन आउनुहोस् टाइम पायो नि मलाई मेसेज गर्दा नि हुन्छ हो अगाडिको पनि दृश्य होइन देखाइदिनेछु यहाँ हाम्रो साथीहरूको सोच एकदम राम्रो रहेछ अब हामी पाखा नजानु पर्ने भयो यतै अब बेरोजगार पाउने भयो है साथीभाइ तपाईँहरूले नि यसो मेसेज गर्नुहोस् हो यो जग्गा एकदमै बवाल छ अब यहाँ हाम्रो साथीभाइको अब के छ सोच चाहिँ एकदमै राम्रै रहेछ हो साथीभाइ भ्यू हेर्नुहोस् नि यहाँबाट बवाल छ यहाँ यस्तो मजाक छ कि अब यहाँ आउँदा चाहिँ एकदम आनन्द है मिल्छ तपाईँहरू पनि कुनै दिन आउनुहोस् हो हेर्नुहोस् न यो मुनिकोदेखि देख्नु भएको गाउँ चाहिँ अब पर्मानेन्ट बस्ती भनिन्छ हो र साथीहरूलाई एक दुई शब्द अब सोधौँ है यहाँ बसिरहनु भएको छ हो मेरै गाउँको साथीहरू विशेष गरी हाम्रो यहाँ प्रमोदलाई है एक दुई शब्द सोधौँ अब तपाईँहरूको यहाँ सोच है राम्रो रहेछ के अब यसो विचार गर्नु भएको छ प्रमोद साथी यहाँ चाहिँ अब हाम्रो यहाँ साथीभाइहरू टिम छ हो हजुर र हामी यहाँनिर चाँडै नै अब काम सुरु गर्दैछौँ हजुर यहाँ चाहिँ अहिले यस्तो छ जग्गा हजुर यहाँनिर चाहिँ हामीले अब टुरिस्ट ल्याएर टुरिस्टहरूलाई घुमाउने एकदम राम्रो जग्गा छ यहाँ एरियामा हामी किचनहरू बनाएर सबै खानेकुराहरूदेखिको लिएर हो क्याम्पिङहरू सबै हामीले यहाँनिर चाहिँ बन्दोबस्त गरिसकेको छौँ अब काम सुरु गर्नुको लागि चाहिँ हामीले यहाँनिर अब आज यहाँनिर हेर्नु मात्रै आएको अब हाम्रो चाँडै यहाँ काम सुरु भइहाल्छ ए ठिकै छ यो जग्गाको नामहरू चाहिँ अहिले हामी बताउँदैनौँ जब यो कम्प्लिट हाल्छ त्यहाँदेखि हामी जग्गाको नाम कन्ट्याक्ट नम्बरहरू सबै दिन्छौँ ए ल राम्रो हजुर टिम छ यहाँनिर हाम्रो तपाईँहरूको टोली चाहिँ अब कतिजना यसो भनिदिनुहोस् न यसो हाम्रो साथीहरूलाई हाम्रो हालैमा चाहिँ अब हामी होइन 6-7जना बेसी छ नि माथिको सबै अहिले आएको छैन हो हजुर अन्त यहाँनिर बस्ने चाहिँ अब यति नै हो 8-10जना त छ ठिकै छ हालैमा चाहिँ अब हाम्रो चाहिँ यहाँनिर अब बढेर जान्छ यहाँनिर साथीभाइहरू थुप्रै छ सबैजना हामी जोइन भएर चाहिँ यहाँनिर हामी सबै मिलेर चाहिँ गर्नु चाहिँ अब प्लानिङ छ ठिकै छ भनेपछि अब पाखा जानुपर्ने भएन बेङ्गलोर दिल्ली होइन होइन अब हामी कहीँ पनि जानु पर्दैन नि यहाँनिर अब यो हामी एकदमै राम्रो बनाउँछौँ यहाँनिर जग्गा हजुर तपाईँहरूले अब सबैले सपोर्ट गरिदियो भने होइन हजुर हामी यहाँनिर चाहिँ अब स्विजरल्यान्ड बनाउँछु यो जग्गालाई चाहिँ तपाईँले राम्रोसँगले देखाइदिनुहोस् अब यहाँ कस्तो जग्गा छ हो यहाँ जग्गा एकदमै बवाल छ साथी यो जग्गा चाहिँ अब अरू जग्गा छैन हजुर हेर्नुहोस् अब यता हेर्नुहोस् अब यहाँनिर झरनाहरूदेखिको लिएर हो हजुर पहाडहरू झार जङ्गलहरूदेखिको लिएर होइन सबै छ टी गार्डनहरू पनि सबै यहाँबाट देख्नु पाउँछ ठिकै छ आएर चाहिँ अब हावापानीदेखिको फ्रेस पाउँछ हो खानेकुराहरू पनि हामीले एकदम राम्रो बन्दोबस्त गरेको छौँ ठिकै छ हजुर डेली मेनुहरू पनि हामीले चेन्ज गरेर सबै हाम्रो यहाँ प्लानिङहरू सेटल भएको छ सबै लोकल नै हामीले प्रायः यहाँनिर चाहिँ हामी राख्ने अब सल्लाह गरेको छौँ ठिकै छ म तपाईँहरूलाई अगाडिको दृश्य होइन हाम्रो साथीले भनिहाल्नु भयो एकदमै राम्रो कुरा है मलाई पनि खुसी लाग्यो होइन तपाईँहरूले नि यसो अब सपोर्ट गर्नुहोस् अब यो जग्गा हो होइन जग्गा चाहिँ राम्रै छ अब बन्नेपछि म तपाईँहरूलाई होइन अप टु डेट दिनेछु हो र पनि हामी एक दुई शब्द यहाँ हाम्रो साथीले फेरि पनि भन्ने छ होइन के उहाँहरूको के सोच चाहिँ छ अब विचार अब होइन तपाईँहरूले अब कहिलेदेखि चाहिँ सुरु गर्नुहुन्छ हौ काम यो सुरु गर्नुलाई चाहिँ अब हाम्रो मिटिङ राख्नुपर्छ एकपल्ट हजुर हजुर तपाईँहरूको टोली रहेछ होइन हजुर हाम्रो मिटिङमा अब अघि भर्खरै मात्रै मिटिङ बसेर आएको अन्त मिटिङमा चाहिँ अब एकदम डेट चाहिँ दिएको छैन तर एकदम चाँडै सुरु गरौँ भनेर चाहिँ
अब सल्लाह भएको छ। ल ल यो बर्खा यो बर्खा अगाडि चाहिँ हामी त्यही अब यो चाहिँ कम्प्लिट गरौँ भन्ने सोचेको छौँ। आधी ए ल ल ठिकै छ अब है तपाईँहरूले नि अब बर्खा अगाडि चाहिँ अब सुरु गर्ने रहेछ है ठिकै छ राम्रै कुरा हो अब बेङ्गलोर दिल्ली जानु परेन होइन खुसी लाग्यो कतिजना गाउँकै मान्छेहरू गाडी भाडा तिर्किरी पाखा भित्ता जान्छ हजुर हजुर हो त तर हाम्रै जग्गामा हाम्रै गाउँमा पनि कतिवटा स्पोर्ट छ हजुर हो त्यसको लागि तपाईँको पनि विकास भएको नि सोच एकदम राम्रो छ होइन त्यो मान्छे हाम्रो चाहिँ मेन चाहिँ हाम्रो बाहिर बाटोको प्रब्लम भएर चाहिँ हामी चाहिँ यहाँनिर अब सोच्दैछौँ अब यो बाटो पनि स्टार्ट हुने भनेर सोच्दैछौँ। हजुर हजुर ठिकै छ तपाईँ त पहिलाचोटि नि बेङ्गलोर जानुभएको थियो नि होइन विकास साथी बेङ्गलोरमा के कस्तो छ यसो साथीहरूलाई भनिदिनुहोस् न दुःख होइन के कस्तो चाहिँ रहेछ यो हाम्रो सोनक्यालै केटाको ब्लगमा हेरिरहनु सबैजना संसार पनि हुनुहुन्छ जुनै कुरामा बाहिर हुनुहुन्छ बेङ्गलोर हुनुहुन्छ दिल्ली हुनुहुन्छ हजुर हो त तपाईँलाई यसै भन्न चाहन्छु कि तपाईँहरू आएर एकपल्ट भिजिट गरिदिनुहोस् यहाँनिर एकपल्ट हेर्नुहोस् आफ्नै गाउँमा हजुर हजुर कस्तो हुँदैछ हामीलाई सपोर्ट गर्नुहोस् तपाईँहरू जति पनि हुनुहुन्छ ड्राइभर भाइहरू कोही बेला टुरिस्टहरू ल्याएर आइदिएको एकदम राम्रो लाग्छ हजुर हजुर आइदिएको राम्रो ठिकै छ साथीभाइ उहाँको सोच पनि राम्रै हो होइन अब आफ्नै गाउँमा गर्ने अब प्लानिङ हाम्रो यहाँ साथीहरूले गरिसक्नु भएको छ है जग्गाको म तपाईँहरूलाई देखाइदिने छु होइन जग्गा एकदमै राम्रो छ हो गाडी अब यहीँ माथि रोड छ म तपाईँहरूलाई त्यो अहिले देखाइदिने छु हो तपाईँहरूले अन्तसम्म भिडियो हेर्नुहोस् हो पार्किङहरू एकदमै ओके रहेछ यहाँ हाम्रो साथीहरूले अब व्यवसाय राम्रै गरेको छ हो यहाँ जग्गा चाहिँ एकदमै राम्रो छ है यहाँको भ्यू चाहिँ है बबालै छ है साथीभाइ हो यो अगाडिको देख्नु हुँदैछ है झरना उहाँ साथीहरूले राख्नुहुन्छ होला नाम है अब बर्खा अगाडि चाहिँ अब स्टार्टिङ गर्नुहुने रहेछ उहाँहरूले साथीहरूले है पानीको तिनवटा पाइप एकदमै बन्दोबस्त भइसकेको रहेछ होइन पानी एकदमै शुद्ध यहाँको पानीहरू तपाईँहरूले होइन पिउनु सक्नुहुन्छ पाइप पनि मजाको 1 इन्चीवाला हो तपाईँहरूले गाडी एकदमै ल्याएरै म माथिको तपाईँहरूलाई देखाइदिने छु हो भिडियो होइन पानी तपाईँहरू गाडी धुनु पनि आउनु सक्नुहुने रहेछ है गाडी एकदम यहाँ धुँदा हुने रहेछ तपाईँहरूको गाडी राख्ने चाहिँ अब पार्किङ है गाडी नि यहाँ धुनु सक्नुहुने रहेछ हो पानीको एकदमै केटाहरूले बन्दोबस्त गरिसकेको रहेछ तपाईँहरूले पार्किङ चाहिँ यहाँ गर्नु सक्नुहुने रहेछ है हो यहाँ मजाको अब बनाउने रहेछ हाम्रो साथीहरूले यहाँ हेर्नुहोस् हो अब यहाँ त एकदमै रोड छँदैछ हो साथीहरूले ढुङ्गा नि फुटाइसकेको रहेछ म तपाईँहरूलाई देखाइदिनेछु हो आउनुहोस् गाडी लिएर कुनै दिन हो यहाँ हाम्रो साथीहरूको सोच राम्रो रहेछ है तपाईँको हेर्नुहोस् न पार्किङ 8-10 वटा गाडी चाहिँ एकदमै अट्ने रहेछ हो कम्फोर्टेबल रहेछ मैले पनि देखिसकेको छु हो यहाँ हाम्रो साथीहरूले ढुङ्गा नि फुटाइदिइसकेको रहेछ अब फुटाउँदै रहेछ काम प्रायः त अब सुरु गरिसकेको रहेछ हो यहाँ हाम्रो केटाहरूले गाडीको रोड एकदमै राम्रै छ हो त्यस्तो डिस्टर्ब हुने कुरा आउँदैन आउनुहोस् तपाईँहरू कालो रोड हो यो मुनि चाहिँ पार्किङ रहेछ साथीभाइ पानी एकदमै एभाइलेबलै रहेछ